पब्लिकेसनको कमिसनका कारण वर्षे नै पाठ्यक्रम परिवर्तन गर्दा त्यसको प्रत्यक्ष मार अभिभावकहरूले खेप्नु परिरहेको छ। नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा निजी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका अभिभावक नयाँ भर्ना र नयाँ पाठ्यक्रमको मारमा पर्ने गरेका छन्। भर्ना शुल्क नदिन शिक्षा मन्त्रालयले निर्णय गरिसके पनि पाठ्यपुस्तकका नाममा देशभरका झन्डै 24 लाख विद्यार्थीका अभिभावकको औसत 5,000 का दरले 21 दिनभित्रमा 11 अर्ब 84 करोड रुपैयाँ खर्च हुने गरेको छ। पब्लिकेसनको कमिसनका कारण वर्षे नै पाठ्यक्रम परिवर्तन गर्दा त्यसको प्रत्यक्ष मार अभिभावकहरूले खेप्नु परिरहेको छ। सभामुख महोदय, पोशाक र पाठ्यक्रममा सामुदायिक र निजी विद्यालय बीचको अन्तरले नेपालको शिक्षा प्रणालीमै ठूलो विभेद रहेको प्रश्न देखिएको छ। यसलाई सदाका लागि अन्त्य गर्न अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने एउटै मापदण्डका पाठ्यपुस्तक निजी र सामुदायिक विद्यालयमा समावेश गर्न तथा सबै विद्यालयहरूमा एउटै पोशाक